ब्रह्मा वरुणेन्द्र रुद्रमरुदः स्तुवन्ति देव्यैस्तवैवेदेय सामगापदक्रमोपनिषदै गायन्ति यं सामगः ध्यानपतितगतेन मनसा यस्यन्ति यं योगिनो यस्यान्तनं बिन्दुः सुरसुरगणा देवा तस्मै नमः श्रीमन्सन्नं चर्चितो जबलवपुः शुक्लम्बरा मल्लिका मालालङ्कृतकुण्डला प्रविलासुनमुक्तावली शोभिता सर्वज्ञाननिदान पुस्तकधरा रुद्राक्षमालाकरा वाग्देवी वन्दनाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरं मूकं करोति वाचालं पुंलङ्घ्यते गिरिं यत्कृपादमः वन्दे परमानन्दमाधवम् नमो भगवते व्यासाय मिततेजसे यस्य प्रसादादक्षयामि नारायण कथामिमं नारायणं नमस्कृत्य नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यास ततो जयमुदीरयेत्। सबैले पुष्पाञ्जली पुस्तकमा चढाएपछि वक्ताले कथा भन्न थाल्नु। श्रोताले एकचित्त भएर कथा सुन्नु। कुमारीजी आज्ञा गर्नुहुन्छ। हे अगस्त्य मुनि, राजगृहमा गएर दाहिने कुहुना पतन भयो। राजगृह पीठ गृहेश्वरी देवी उल्कामुखी योगिनी हरेश्वर महादेव उत्पन्न भए शिव शक्ति स्वरूपले रहे। त्यस पुण्यभूमिमा वायु आएर अनेक तरहले मिठा सुगन्ध बहाई तपस्या गरे। ईश्वरी प्रसन्न भएर वरदान ल्याओ भनिन्। वायुहरूले संसारमा जति जीवात्मा छन् तिनको प्राणवायु हुन सकौँ भनी मागे। ईश्वरीले तथास्तु भनी वरदान दिन फेरि कोल्हापुरमा गई उदर पतन भयो। कोल्हापुर पीठ महालक्ष्मी देवी नन्दा योगिनी समसानेश्वर महादेव उत्पन्न भए शिव शक्ति स्वरूपले रहे। त्यस पुण्य भूमिमा गरुड आएर नाना रत्न एवं फलफूल चढाई तपस्या गरे। ईश्वरी प्रसन्न भई वरदान ल्याओ भनिन्। गरुडले नागहरू मेरा आहार हुन् भनी मागे। ईश्वरीले तथास्तु भनिन्। वरदान दिन फेरि महापन्थमा गएर बायाँ कुहुनो पतन भयो। महापन्थ पीठ प्रचण्ड चण्डिका देवी रेणुका योगिनी विश्वामित्रेश्वर महादेव उत्पन्न भए। शिव शक्ति स्वरूपले रहे। त्यस पुण्य भूमिमा अप्सराहरू आएर नाचगान सहित तपस्या गरे। ईश्वरी प्रसन्न भई वरदान ल्याओ भनिन्। अप्सराहरूले इन्द्रादि देवताहरूलाई सदैव मोहित पार्न सकौँ भनी मागे। ईश्वरीले तथास्तु भनिन्। वरदान दिन फेरि एकापुरमा पुगी दाहिने कुना पतन भयो। एकापुर पीठ साधुच्छी देवी शङ्कुपा योगिनी उन्मत्तेश्वर महादेव उत्पन्न भए। शिव शक्ति स्वरूपले रहे। त्यस मोक्ष भूमिमा शिलाहरू आएर तपस्या गरे। ईश्वरी प्रसन्न भई वरदान ल्याओ भनिन्। शिलाहरूले देवताका अङ्गमा लागौ भनी मागे। ईश्वरीले तथास्तु भनिन्। फेरि ओमकारपुरमा गएर माथिल्लो ओठ पतन भयो। ओमकार पीठ मृतका देवी पूर्णोदया योगिनी सन्तानेश्वर महादेव उत्पन्न भए। शिव शक्ति स्वरूपले रहे। त्यस सिद्ध भूमिमा कल्पवृक्ष आएर अनेक फलफूल चढाई पूजा र तपस्या गरे। ईश्वरी प्रसन्न भई वरदान ल्याओ भनिन्। कल्पवृक्षले जहिले जे चितायो सो फलाउन सकौँ भनी मागे। ईश्वरी प्रसन्न भई तथास्तु भनिन्। फेरि उज्जयनमा पुग्दा रगतको डल्लो पतन भयो। उज्जयिनी पीठ महाकाली देवी ललजी योगिनी र झङ्केश्वर महादेव उत्पन्न भए। शिव शक्ति स्वरूपले रहे। त्यस मोक्ष भूमिमा हिमालय पर्वत आएर तपस्या गरे। ईश्वरी प्रसन्न भई वरदान ल्याओ भनिन्। हिमालयले देवता दैत्य मनुष्य सबैलाई मुक्ति दिन सकौँ
भनी मागे ईश्वरीले तथास्तु भनिन फेरि जयन्तीपुरमा पुग्दा कलेजो पतन भयो जयन्तीपुर पीठ जयन्ती देवी खेचडा योगिनी कल्पेश्वर महादेव उत्पन्न भए शिव शक्ति स्वरूपले रहे त्यस मोक्ष भूमिमा तुलसी कुश आएर तपस्या गरे ईश्वरी प्रसन्न भई वरदान ल्याऊ भनिन् तुलसी कुशले स्वर्ग मर्त्य पाताल तिनै लोकले हामीलाई मानुन भनी मागे ईश्वरीले तथास्तु भनी वरदान दिइन् फेरि चरित्र नगरमा पुग्दा दाहिने करङ पतन भयो चरित्रपुर पीठ सर्वेश्वर देवी चित्रवणा योगिनी वायव्येश्वर महादेव उत्पन्न भए शिव शक्ति स्वरूपले रहे त्यस सिद्ध भूमिमा योगिनी गण आएर तपस्या गरे ईश्वरी प्रसन्न भई वरदान ल्याऊ भनिन योगिनीहरूले योग सिद्ध होस् भनी मागे ईश्वरीले तथास्तु भनिन फेरि छिरिकापुरमा गएर भुडी पतन भयो छिरिकापुर पीठ युगधरा देवी कलङ्का योगिनी सहस्त्र नेत्रेश्वर महादेव उत्पन्न भए शिव शक्ति स्वरूपले रहे त्यस मोक्ष भूमिमा मातृगण आएर तपस्या गरे ईश्वरी प्रसन्न भई वरदान ल्याऊ भनिन मृतका गणले हामी स्थानका स्वामी हौँ भनी मागे ईश्वरी प्रसन्न भई तथास्तु भनी वरदान दिन फेरि हस्तिनापुरमा पुग्दा दाहिने कुम पतन भयो हस्तिनापुर पीठ चण्डेश्वरी देवी कोटराक्षी योगिनी मुसुखारेश्वरी महादेव उत्पन्न भए शिव शक्ति स्वरूपले रहे त्यस मोक्ष भूमिमा सुदर्शन चक्र आएर तपस्या गरे ईश्वरी प्रसन्न भएर वरदान ल्याऊ भनिन सुदर्शन चक्रले संहार कर्ता हुँ भनी मागे ईश्वरीले तथास्तु भनिन् फेरि तथास्तु भनी वरदान दिन फेरि उड्डीयनमा पुगेपछि शिर पतन भयो उड्डीयन पीठ चित्रकला देवी पिङ्गलाक्षी योगिनी यज्ञेश्वर महादेव उत्पन्न भए शिव शक्ति स्वरूपले रहे त्यस पुण्य भूमिमा हनुमानले फलफूल चढाई नाची उफ्री तपस्या गरे ईश्वरी प्रसन्न भई वरदान फलफूल चढाई नाची उफ्री तपस्या गरे ईश्वरी प्रसन्न भई वरदान माग भनिन हनुमानले रामचन्द्रको सेवक भएर लङ्का पाल्न सकूँ भनी मागे ईश्वरीले तथास्तु भनी वरदान दिन फेरि विश्वमा पुग्दा मृगला पतन भयो विश्वपीठ झङ्केश्वरी देवी झङ्काली योगिनी कुण्डलेश्वर महादेव उत्पन्न भए शिव शक्ति स्वरूपले रहे त्यस पुण्य भूमिमा विश्वकर्मा आएर अनेक सुन्दर देवालयहरू बनाई तपस्या गरे ईश्वरी प्रसन्न भई वरदान माग भनिन विश्वकर्माले मेरो कीर्ति सत्य त्रेता द्वापर र कली चारै युगमा स्थिर रहोस् भनी मागे ईश्वरीले तथास्तु भनी वरदान दिन फेरि प्रयागमा पुग्दा फोक्सो पतन भयो प्रयाग पीठ सुन्दरी देवी सिंह जङ्घा योगिनी महिदेवेश्वर महादेव उत्पन्न भए शिव शक्ति स्वरूपले रहे त्यस मोक्ष भूमिमा 10 अवतार आएर तपस्या भएर वरदान ल्याऊ भनिन 10 अवतारले सत्य त्रेता द्वापर कली चारै युगमा दैत्य संहार गर्न सकौँ भनी मागे ईश्वरीले तथास्तु भनी वरदान दिन फेरि मायापुरमा गएपछि फियो पतन भयो मायापुर पीठ माया देवी चञ्चला योगिनी र तपस्येश्वर महादेव उत्पन्न भए शिव शक्ति स्वरूपले रहे त्यस सिद्ध भूमिमा 64 लिङ्ग आएर जप ध्यानादिद्वारा तपस्या गरे ईश्वरी प्रसन्न भई वरदान ल्याऊ भनिन
चतुष्टि लिङ्गले हामी स्वयम्भू लिङ्ग भएर रहन पाऊँ भनी मागे ईश्वरीले तथास्तु भनिन। फेरि मल्लगिरीमा पुग्दा बायाँ कुम पतन भयो। मल्लगिरी पीठ मल्लिका देवी को कुरा योगिनी उत्पन्नेश्वर महादेव उत्पन्न भए। शिव शक्ति स्वरूपले रहे त्यस शुद्ध भूमिमा। भूत प्रेत पिशाच आदि आएर नाचगानाद्वारा तपस्या गरे। ईश्वरी प्रसन्न भई वरदान ल्याऊ भनिन। भूत प्रेत र पिशाचले सधैँ हाम्रो नजिकमा बस्न पाऊँ, सधैँ तिम्रो नजिकमा बस्न पाऊँ भनी मागे। ईश्वरीले तथास्तु भनी वरदान दिन। फेरि मलयागिरीमा पुग्दा आसन पतन भयो। मलयागिरी पीठ वज्रेश्वरी देवी कोमला योगिनी जागेश्वर महादेव उत्पन्न भए। शिव शक्ति स्वरूपले रहे त्यस सिद्ध भूमिमा। सत्य आएर तपस्या गरे। ईश्वरी प्रसन्न भएर वरदान माग भनिन। सत्यले सत्यमा रहनेलाई उद्धार गर्न सकौँ भनी मागे। ईश्वरीले तथास्तु भनी वरदान दिन। फेरि मेरुगिरीमा पुगेपछि सूची स्थान पतन भयो। मेरुगिरी पीठ पूर्णादेवी कपालिनी योगिनी जिहापतेश्वर महादेव उत्पन्न भए। शिव शक्ति स्वरूपले रहे त्यस सिद्ध भूमिमा। सप्तनाग आएर तपस्या गरे। ईश्वरी प्रसन्न भएर वरदान ल्याऊ भनिन। नागहरूले हाम्रो शरीर अगम्य रहोस् भनी मागे। ईश्वरीले तथास्तु भनी वरदान दिन। फेरि सेनामा गएर मुकुट पतन भयो। सेनापीठ उमादेवी अष्टवक्रत्रा योगिनी कामेश्वर महादेव उत्पन्न भए। शिव शक्ति स्वरूपले रहे त्यस पुण्य भूमिमा। नवग्रह आएर तपस्या गरे। ईश्वरी प्रसन्न भई वरदान ल्याऊ भनिन। नवग्रहले लाभ हानिको अधिकार पाऊ भनी मागे। ईश्वरीले तथास्तु भनी वरदान दिन। फेरि महेन्द्रमा पुग्दा दाहिने तिग्रा पतन भयो। महेन्द्र पीठ इन्द्राणी देवी ऊर्ध्वगमनी योगिनी तारकेश्वर महादेव उत्पन्न भए। शिव शक्ति स्वरूपले रहे त्यस सिद्ध भूमिमा। लक्ष्मी आएर नाना रत्न र इन्द्रादी चढाई नाना रत्न र द्रव्यादि चढाई तपस्या गरिन। ईश्वरी प्रसन्न भएर वरदान माग भनिन्। लक्ष्मीले कार्तिक कृष्ण अमावस्याका दिन सम्पूर्ण लोकले मेरो पूजा गरून् भनी मागिन। ईश्वरीले तथास्तु भनी वरदान दिन। फेरि हिरण्यपुरमा पुगेर सुत स्थान पतन भयो। हिरण्यपीठ नवरत्नेश्वरी देवी त्रिपुरेन्द्र योगिनी नारदेश्वर महादेव उत्पन्न भए। शिव शक्ति स्वरूपले रहे त्यस पुण्य भूमिमा। सरस्वती आएर अनेक स्तुति र तपस्या गरिन्। ईश्वरी प्रसन्न भई वरदान माग भनिन्। सरस्वतीले समस्त जीवात्माको बोलीमा मेरो निवास होस् भनी मागिन। ईश्वरीले तथास्तु भनी वरदान दिन। फेरि वानरपुरमा पुगेर बायाँ तिग्रा पतन भयो। वानरपीठ कामेश्वरी देवी भेरुण्डा योगिनी वेदान्तेश्वर महादेव उत्पन्न भए। शिव शक्ति स्वरूपले रहे त्यस मोक्ष भूमिमा। कमल आदि अनेक पुष्प आएर मिठो सुगन्ध फिजाई तपस्या गरे। ईश्वरी प्रसन्न भई वरदान माग भनिन्। फुलहरूले पूजा कालमा प्रशस्त हवौँ भनी मागे। ईश्वरीले तथास्तु भनी वरदान दिन। फेरि महालक्ष्मीपुरमा गएर बायाँ करङ पतन भयो। महालक्ष्मीपुर पीठ कमलाक्षी देवी दिगम्बरा योगिनी त्रिकुटेश्वर महादेव उत्पन्न भए। शिव शक्ति स्वरूपले रहे त्यस सिद्ध भूमिमा।
अणिमादि अष्टसिद्धि आएर योग मार्गले तपस्या गरे ईश्वरी प्रसन्न भई वरदान माग भनिन्। अष्टसिद्धिले अमर हौ भनी मागे ईश्वरीले तथास्तु भनी वरदान दिन। फेरि उधानमा पुग्दा कण्ठ्याउलो पतन भयो उधान पीठ त्रिपुर सुन्दरी देवी सुशङ्कोदरा योगिनी भैरवेश्वर महादेव उत्पन्न भए शिव शक्ति स्वरूपले रहे त्यस पुण्य भूमिमा मेघ आएर मानसोपचारले पूजा र तपस्या गरे। ईश्वरी प्रसन्न भई वरदान माग भनिन्। मेघले समस्त संसारलाई जलदान गरी उद्धार गर्न सकौँ भनी मागे ईश्वरीले तथास्तु भनी वरदान दिन। फेरि छाया छत्रमा पुगेर शेष रहेका सबै अङ्ग पतन भए। छाया छत्र पीठ छत्रेश्वरी देवी सुशुकोदरा योगिनी पिचासेश्वर महादेव उत्पन्न भए शिव शक्ति स्वरूपले रहे त्यस पुण्य भूमिमा अष्टभैरव आएर नाना उपचारले पूजा एवं तपस्या गरे। ईश्वरी प्रसन्न भई वरदान माग भनिन्। अष्टभैरवले मातृका गणको अधिपति हौ भनी मागे ईश्वरीले तथास्तु भनी वरदान दिन। हे अगस्त्य मुनि यस्तै किसिमले जुन जुन स्थानमा सती देवीको अङ्ग पतन भयो त्यहाँ एक एक पीठ र स्वयम्भूलिङ्ग उत्पन्न हुँदै गयो। समस्त पीठको सङ्ख्या 7.5 करोड छ। त्यसमध्ये 50 पीठको मात्र दर्शन गरे पनि अवश्य मुक्ति प्राप्त हुन्छ। मनुष्य जन्म पाएर ती 50 पीठमा एक पीठको पनि दर्शन गर्न सकेन भने त्यसले जन्म लिएको व्यर्थ हुन्छ भनी स्वयं ब्रह्माजीले आज्ञा भएको छ। इति श्री स्कन्द पुराणे केदारखण्डे माघ महात्म्य कुमार अगस्त्य संवादे श्री स्वस्तानी परमेश्वर्या व्रत कथायाम् अङ्गपतन पीठोत्पत्ति वर्णन नाम दशमोऽध्यायः। उपनयतु मङ्गलं वः सकल जङ्गल मङ्गलालय श्रीमान दिनकर किरण निबोधित नवनलदल निवेक्षण कृष्ण काले वसन्तु पर्जन्या पृथिवी सस्यशालिनी देशरङ्ग्य क्षोभरहितो ब्रह्मणः सन्तु निर्भर्यः पुत्राः पुत्रिणः सन्तु पुत्रिणः सन्तु पौत्रिणः निर्धनाः साधनाः सन्तु जीवन्तु शरदं शतं। तत्रैव गङ्गा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च तीर्थानि सर्वाणि वसन्ति तत्र यत्र च्युतोदार कथा प्रसङ्गः या कुन्देन्दु तुषारहारधवलाय या शुभ्रप्रस्रवृता या वीणापरदण्डमण्डितकरा या श्वेतपद्मासना या ब्रह्माण्डच्युतशङ्कर प्रभृतिभिः देवैः सदा वन्दिता सा पातु सरस्वती भगवती निशेषजायापः कायेन वाचा मनचेन्द्रियो वा बुद्ध्यात्मना वा प्रकृति स्वभावत करोमि यदत सकलं परस्मै नारायणायेति समर्पयेत्। यति भनिसकेर कथा सुन्ने जति समस्त श्रोताहरूले पुष्पाञ्जली चढाई दण्डवत गर्नु र आफ्ना आफ्ना मनको इच्छित वरदान माग्नु।